सबैलाई नमस्कार फेरि पनि नयाँ भिडियोमा। र आज हामी एउटा सुन्दर ठाउँमा आइपुगेका छौँ। प्राकृतिक रूपले एकदमै मनोरम भरिपूर्ण, सौन्दर्यले भरिपूर्ण र सँगसँगै हामी नेपालीहरूले आफूले आफूलाई गर्व गर्न लायकको हाम्रो जुन खालको कला छ, हाम्रो नेपालीपना, हाम्रो घरको जुन वास्तुकला, त्यो वास्तुकलालाई चाहिँ हामी आज प्रत्यक्ष रूपमा अवलोकन गर्न गइरहेका छौँ। अब यो चाहिँ हाम्रो परम्परागत नेपाली घर। अब यो पहिला चाहिँ अब जस्तो यो भूकम्प जानुभन्दा अगाडि हाम्रो प्राय घरहरू, गाउँघरतिरको घरहरू चाहिँ प्राय यस्तै हुन्थ्यो। तर अब अहिले अब भूकम्प पश्चात चाहिँ सिमेन्ट, इँटाहरू प्रयोग गरेर चाहिँ आधुनिक तरिकाले चाहिँ घरहरू बनाउने गरिन्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो यो जुन पुरानो कलाहरू चाहिँ हराउँदै गइरहेको अवस्थाहरू चाहिँ हामी अनुभव गर्न सक्छौँ। र त्यही कलालाई चाहिँ जीवन्त राख्नको लागि भनेर यहाँ चाहिँ हाम्रो एकजना सरले यो घरको डिजाइन गर्नुभएको र यसलाई चाहिँ अब अहिले भाइरल घर भनेर पनि अब चिन्ने गरिन्छ। यो चाहिँ भरतपुर 1 को ठिमुरामा पर्छ। यो चाहिँ अब रिसोर्ट पनि छ। यतापट्टि साइडमा ठुलो रिसोर्ट छ, अनि त्यो रिसोर्टकै ठ्याक्कै आडमा चाहिँ यो घर बनाइएको छ। र अनि अर्को चाहिँ के छ भनेदेखि यो ठ्याक्कै घरको पछाडिपट्टि चाहिँ फेरि हामी के देख्न सक्छौँ भन्दाखेरि नारायणी नदी, पवित्र नारायणी नदी। अहिले चाहिँ अब यो साउनको महिना, बर्खाको बेला छ, त्यसैले नारायणी नदीको बहाव, नारायणी नदीको रूप हामी अलि उग्रदेखि देख्न सक्छौँ। यो चाहिँ नारायणी नदी हो। अनि त्यसपछि पारिपट्टि तनहुँ जिल्ला पर्छ पारिपट्टि चाहिँ। अनि त्यसपछि यतापट्टि साइडमा चाहिँ फेरि नवलपरासी जिल्ला पर्छ। अनि यतापट्टि चाहिँ चितवन। ल हेर्नुहोस् कति सुन्दर छ हाम्रो देश। पहाड, नदी, अनि हरियाली, अनि घाँसे मैदान। ल तपाईँहरू पनि घुम्न आउनुहोस्। भरतपुर 1 ठिमुरामा रहेको भाइरल घर नेपाली।